भुन्टी मलाई छोडिदेऊ न, बरु म तिमीलाई मेरो आधा अंश दिन तयार छु। भूपेन्द्र परेजेल भुन्टी सिरियल छिटोभन्दा छिटो हेर्नको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। नमस्ते दर्शकबिन अनि स्वागत छ तपाईहरूलाई रिभ्यू टाइम्समा। के अब साँच्चै नै भूपेन्द्रको साथसाथै भूपेन्द्रको आमा बालकुमारी र भाउजू श्रेया पनि जेल जाने नै हुन् त? गत हप्ता आएको भुन्टी नयाँ भाग 328मा यस्तै एउटा अनौठो र डरलाग्दो ड्रामा देख्न पाइयो। यदि तपाईले भुन्टी भाग 328 हेरिसक्नु भएको छ भने आज हामी कथा मात्र दोहोर्याउने छैनौँ, बरु श्रेयाको एआईको नाटक र बालकुमारीले आफ्नो छोराप्रति गरेको अन्धो प्रेमको परिणाम अनि भाग 329मा प्रहरी टोली सहित भूपेन्द्रको घरमा हुने महाधमाकाको बारेमा कडा विश्लेषण गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर हाम्रो यस रिभ्यू टाइम्स च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अब कुरा गरौँ भोलि आउने भुन्टी भाग 329 को सबैभन्दा ठुलो र मुख्य ट्विस्टको बारेमा। भूपेन्द्रको घरमा भुन्टीले प्रहरी टोली लिएर आइपुगेकी छिन्, तर यहाँ ध्यान दिनुपर्ने र चासोको विषय के छ भने सुकुमायाले 2 जना पुरुष प्रहरी र 2 जना महिला प्रहरीको टोलीलाई नै भूपेन्द्रको घरमा बोलाइसकेकी छिन्। यसको अर्थ के होला त? यदि प्रहरीले भूपेन्द्रलाई मात्र पक्राउ गर्नुपर्ने भए पुरुष प्रहरी मात्र आइपुग्थ्यो, तर यहाँ 2 जना महिला प्रहरी पनि साथमा आउनुले स्पष्ट सङ्केत गर्छ कि अब पक्राउ पर्नेमा पालो भूपेन्द्रको मात्र होइन, भूपेन्द्रकी भाउजू श्रेया, जसले भुन्टीलाई बन्धक बनाएर जबरजस्ती एआई भिडियो बनाउन धम्क्याएकी थिइन्, उनीमाथि अपहरण र धम्कीको कडा मुद्दा लाग्नेछ भने भूपेन्द्रकी आमा बालकुमारी, जसले अपराधी छोरालाई भगाउन र अपराध ढाकछेप गर्न मद्दत गरिरहेकी थिइन्, उनीमाथि पनि मतियारको मुद्दा लाग्न सक्छ। अर्थात् अब भूपेन्द्र मात्र होइन, उनलाई बचाउन खोज्ने भाउजू श्रेया र आमा बालकुमारी समेत हत्कडी कसेर सिधै जेल जाने बलियो सम्भावना बनेको छ। सुकुमायाको यो कडा कदमले भूपेन्द्रको परिवारको अहङ्कार पूर्ण रूपमा माटोमा मिलाउने निश्चित देखिन्छ। दर्शकबिन, के अब भुन्टीले श्रेया र बालकुमारीलाई पनि जेलको हावा खुवाउलिन् त? कि उनीहरू पुनः कुनै नयाँ चाल रचेर उम्किने छन् होला त? तपाईहरूलाई के लाग्छ? आफ्नो विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला अनि विभिन्न सिरियलका यस्तै नयाँ र सनसनीपूर्ण रिभ्यूका लागि हाम्रो यस रिभ्यू टाइम्स च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यति भन्दै आजको लागि बिदा चाहन्छु। फेरि पनि भेटौँला यस्तै अर्को नयाँ भिडियोमा। हस्त, धन्यवाद।